हे गाइस गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल। सन्चै हुन्छ होला, म सन्चै आरामै छु। अनि हिजो चाहिँ बाइक राइडिङवाला भ्लग आएको थियो है, म चाहिँ बझाङ आइसकेको थिएँ। अनि हिजो चाहिँ बाइक राइडिङवाला भ्लग आएको थियो। अनि आज चाहिँ मेरो पहाडको घरको होम टुर दिनवाला छु म चाहिँ। अनि अहिले चाहिँ म धारामा छु है, हाम्रो शुद्ध मूलको पानी। अनि यहाँ चाहिँ हाम्रो मूल रहेको छ, तर माथिको रोड काटेको थियो हाम्रो है। पहिला छडीबेल जनाको मैले त्यो पनि भ्लग बनाएको थिएँ। त्यही रोडको बिएम रोड चाहिँ आजभोलि सुधार भइसकेको छ र यो चाहिँ जम्मै यो आछ, यो जम्मै यो माटो साटो त्यहाँदेखि आयो। अनि यो चाहिँ फ्रेस पानी हो, सफा। यो हाम्रो मूलको पानी। यो पहिला हामी पानी खाऊँ है त। मतलब योमा चाहिँ हल्का मिनरल जस्तो, मतलब लास्टमा हल्का तितो तितो हुन्छ नि, त्यस्तै आउँछ क्या। अनि यो चाहिँ हाम्रो बारी है, सुन्तला बारी। अनि यहाँ चाहिँ हाम्रो कागती फलेछ, मतलब कागती चाहिँ फलिसकेको थियो तर अलिअलि बचिया छ है। अब देखाउँछु यो कागती खसेको यो। अच्छा जी, ऐसा है क्या? अनि अहिले चाहिँ हामी काफल पनि खानेछौँ है। तर यो चाहिँ अब यो फलफुलहरूको मौसम होइन, तर हाम्रो बारी हुनाले चाहिँ बचेको हुन्छ है, त्यसको बचेको हुन्छ यो कागती। यहाँ हाम्रो सुन्तला बारी, यो पुरै हाम्रो सुन्तला बारी तलसम्म, यता साइड यो पुरै सुन्तला बारी हाम्रो। अनि यता पनि सुन्तलाकै रुख छ, माथि चाहिँ हाम्रो झर्ना जाने बाटो। हामी चाहिँ घरदेखि एकदमै नजिक छ झर्ना, रहेको छ हाम्रो घर। यहाँ हाम्रो बजाइ चाहिँ यहाँ हुन्छ है। अनि हाम्रो रहेको छ घर, यहाँ हाम्रो भान्सा, यहाँ हाम्रो सुन्तला बारी। यो पुरै यहाँदेखि चाहिँ हामीले ड्रोन सट पनि हान्थ्यो, ऊ त्यहाँ पठाएको है। फाइनली गाइज है, अब चाहिँ म काफल खान जाँदैछु। चाहिँ हाम्रो गाउँको बाटो, हाम्रो गाउँ हुँदा नि हाम्रो एरियाको बाटो, अपना ही एरिया है भाइ साहब। ल ल ल ल ल ल ल ल यहाँ चाहिँ के हो, यो पानी खोला छ। यो चाहिँ पुरै रोडले ल्याएको है, यो पुरै खतम छ यहाँ। मलाई देख्यो गाइस काफलको रुख, यी काफलको रुख। मेरो हात थाकिसक्यो, ट्राइपोड छैन कि आज, हातले बनाउँदैछु म, भारी हुनाले हात पुरै सिस्नु पनि छ गाइस। न माइक छ, मेरो आउने प्लान नै थिएन, सिधै आएको म। ट्राइपोड माइक चाहिँ केही थिएन। यी काफल अहिले चाहिँ काँचो छ, खासै पाकेको छैन है। म यहाँ जान्छु, यो हो काफल। हामी त खसेको पनि यहाँ राम्रो ठाउँमा खसिएपछि खान्छु। वाह गाइस, म लगभग 4 वर्षपछि खाँदैछु हो यसरी काफल। म चैतमा आइथेन नि त, मतलब खाना त खाथेँ अब धनगढ लगेर पनि, तर रुखमा चाहिँ 4 वर्षपछि खाएको मैले फर्स्ट। यस्तो काँचो पनि खाइदिन्छु म चाहिँ, टेस्टी है। अप्ठ्यारो हुन्छ गाइस यो रुखहरू पनि, बाँदरले खाएर हगेको। यहाँ हेर्नुहोस्, यहाँ बाँदरले खाँदै हग्दै हगिदिया। तैबाने हगडित्ता आए। लड्कोले हगिदिया। सिस्नो लाग्छ फेरि मलाई यहाँ बाटो पनि। ए लगे हल्काले बच्छु यार, बाँदरहरू यहीँ होला कतै। मेरो अनि वान ट्याप हान्छ। ए नदेखेको मैले कोही खाना खाँदै होला फेरि। कसरी जाने हो त्यति भ्यास्किडाङ गएँ म फेरि। चप्पल खोज्छु पहिला म, सिस्नु अगाडि चाहिँ खुट्टा पोल्छ फेरि। हो त मुश्किल है गाइस, भ्यास्किटाङ।
अबे अबे छिन्ना भन्दा पनि केही दिनमा जाते हैं ऊपर ऊपर। ओई बाप रे, हम इस गांव में अकेले ही मजे कर रहे हैं बे। इधर है काफल, यहाँ पनि काफल छ है। ठिकठाक छ टेस्ट। ब्लग बाङ्गोटिङको कस्तो आयो मलाई थाहा भयो भने सरी गाइस, त्यसको लागि हल्का पाकेको मिल्यो अब मलाई। त्योभन्दा हल्का इम्प्रुभमेन्टवाला टेस्टी है। क्यों यार यसको टेस्ट बादाले त हगेन खै। यहाँ छ गाइस, बिस्तारै पाक्दैछ, एकैचोटि पाक्दैन। यस्तो यस्तो अलिअलि खाने हो। झिल्ली त ल्याएको थियो तर टिप्न ल्याएको छैन केही। यो चाहिँ हाम्रो घरको है, बारी हाम्रो तल, यहाँ हाम्रो घर। म चाहिँ ड्रोन उडाउँछु तर यहाँ ड्रोन सर्ट हान्नलाई ड्रोनै छैन मसँग, पसलमा छ। त्यसैले ड्रोन सर्ट पनि क्यान्सिल। कस्तो पनौती लागेको यो केटोलाई। हेर कौवा, अब हे कौवा हेर्दैछस् भने सुन, काफल खान्छस्? हावे कौवे खान्छस्? खान्छस्? त्यो पनि छैन। पाएँ अलिअलि पाएँ। अब सबका रूपमा छान मार्दै खाने भए चाहिँ अब यस्तै। मोबाइल खोसी तो मेरी तो एल लग जाएगी बे। तो एल लग गए। तेरी का लाटा आँखा में क्यों गए यार। तेरी का लाटा आँखा में क्यों गए यार। यो खान्छु, यही थुक्छु, चिपिलो टेस्ट लगेर। Botei capão já era, na lixo de cabelo. Na lixo de cabelo. एकदमै यहाँ सक्दैन, त्यही छ पाके पनि अलिअलि। यो है अब उत्रिने कसरी, सुकिसकेको छ यो। तोड्दिउँ? नहीं छोड, नतोडू, तोड्दिउँ? नहीं छोडिदिउँ, किनभने हामीलाई उत्रिन चाहिन्छ। हजुर हो गया। माछा भैया एक काफ लाने यार, नया मतलब खाली काम लाने कोई जना है, तने पल्लो नहीं बनाओ टिकटक जना है उनको कोई जना है। मैं नहीं गया भाई बोला
आइगयो लगाए चाहिँ उता आइसक्यो हेरेको छ हाम्रो काफल म गएको यो छ अहिले यस्तो डेन्जर त्यहाँ गएको थिएँ म त्यहाँ अति ठुलो छ हो यो क्यामेरामा देखिएन नि त चढ्नेको चाहिँ यहाँदेखि यहाँ कम गाह्रो छ बट हमने करके दिखाया मैले कति बजी खाएको भन्दा ल काँचै खाइदिएको मेरो साइडमा चाहिँ हल्का पाएको छ 3 जना त्यो पनि आधा पाएको छ यो खान्छ स्टिमुलेसन एउटा नयाँ र इन्ट्रेस्टिङ गर्न थ्याङ्क यू सो मच फर